गाइस अब हामीहरू मुगलिन पुग्यौँ होइन बन्दीपुरबाट यहाँबाट फेरि उता जाने कुरा हुँदैछ ओहो हो दाजु अब हाम्रो के भयो भने चाहिँ चितवन जाने कुरा भयो फेरि ल आज चितवनमा बसिन्छ चितवन घुम्यौँ अब भनेर म त घुमिसकेँ सबै ठाउँ फेरि पनि मन लाग्यो जाने गइदिन्छौँ सर र मजाले यो बाटो त कति आइयो चितवनमा पनि के हुन्छ आज म सबै कुरा देखाउँछु रमाइलो भइरहेको छ त्यहाँ अहिलेसम्म चाहिँ रमाइलो यात्रा भइरहेको छ मेरो अस्ति हात खासमा हात पिटेको थियो हल्का त्यही भएर अलिक घाट त्यो चलाउन गाह्रो भएको थियो अब अहिले हात अलिक फाइन भइसकेको छ अब मजाले अलिक गाह्रो पर्छ नारायणघाट 35 किलोमिटर छ भने चाहिँ यहाँबाट हामीलाई अलमोस्ट 1 घन्टा चाहिँ लाग्छ है त्यहाँ एकदेखि 1.5 घन्टामा हामीहरू अब चितवन नारायणघाट पुग्छौँ अनि त्यहाँबाट सौरा जान्छौँ त्यसपछि सफारी अनि हल्का फुल्का थियो त्यसपछि अनि हाम्रो त्यो कल्चरलमा पनि बसिन्छ कहाँ बसिन्छ आज त्यो हेर्नुपर्छ ठिक छ गाइज म देखाउँछु बाटोमा अलिअलि भ्यू हेर्दै जानु ल किन खासमा बाटो राम्रो त उताको बन्दीपुरवाला थियो तर त्यो चाहिँ हिजो देखाउनु भएन हिजो अलिक झ्याउ थियो किनकि हात राम्रो चलाएको थिएन मेरो र अब चाहिँ मजासँग देखाउँछु मजाले हेर्नुहोस् लेट्स गो टु चितवन सौराहा ल गाइज होइन 1 घन्टाको राइडपछि हामीहरू ट्याक्क चितवन आइसकेका छौँ चितवन ल चितवन अब सौरातिर जान्छौँ एकलट आज सायद हामी त्यहाँतिर बस्छौँ होला अनि हाम्रो जङ्गल सफारी के हुन्छ अनि त्यो सबै भ्याउँछौँ आज सबै कुरा देखाइहाल्छु नो वरिज लेट्स गो टु सौराहा ल गाइज हामीहरू अलमोस्ट चितवन पुगिसक्यौँ हाम्रो यो पहिला बसेको अड्डा आयो यो पुल फोटो खिचेकोवाला हामी त्यो चौतारीमा बसिरहेको थियौँ सिधा गए पनि हुन्छ बाङ्गो गए पनि हुन्छ जस्तो गए पनि हुन्छ हामी घुमिफिरी एउटै बाटोमा पुगिहाल्छौँ हामी कता जाने भन्ने हो In 800 meters, turn right to stay on Shisua Road. भिलेजतिर पनि आइयो अब यता पहिला पनि आएको थिएँ म त अब फेरि पनि आइयो यही ठाउँ ठिक लाग्छ बगर मस्त छ माथि बस्नुपर्छ गएर अहिले खानुलाई यता बस्न मजा आउँछ है बेसी अनि यहाँ घरहरू यस्तै हाम्रो एउटा बिल्ला बुक भइसक्यो उता सफाउँदैछ चितवन पनि पुग्यो सौराहा थारू रिजोर्टमा मस्त यो इन्ट्रान्स हो यार दामी छ आज प्याक रहेछ दाइमा रहेछ अरे पहिलाभन्दा त मजाको ग्राउन्ड इन्ट्रान्स यो घर यता हरियाली सही देख्यो सफारी स्टार्ट भयो फेरि मजासँग साँझको टाइममा त्यो पहिला देखाएला हामीले होइन घाउवाला चाहिँ रहेछ
No, actually, this phenomena is called basking. You know, basking. देखिँदैन यार सफारीमा बाघ नदेखेर सक्नै सकिने होला यार एउटा चखेवाको जोडी पनि रहेको जङ्गली बोरो नामै छ त किङफिसर डान्सिङ गरेको यसलाई फ्यान फेदर डिस्प्ले भनिन्छ है त So this is called fan feather display, okay? Okay. The dance is called fan feather display. Wow. Good dance. कमै देखिन्छ है म यो नाचेको मजा रेकर्ड गर्नु हेर्नु अझ अगाडि पनि फिमेल हो कि त्यो पनि ब्राउन खान्छ नि फिमेल त्यस्तो गर्दैन बिस्तारै अगाडि सट्टा आउँछ हेर्नु है त्यो लेगिङ भन्छ त्यसलाई अगाडि त्यो पछाडि यसरी हल्लाउँछ कि त्यो त्यस्तै नि सट्टा अगाडि आउँछ एकछिन के हुन्छ फिमेल भागिरहेको छ भागी I don't think female is interested. मेल हो है यो दुईटा चाहिँ निलो घाँटी हुन्छ कि भालेको चाहिँ यस बिजी बोय त्यसमा सबै त्यो निकाल्दैछ नि हजुर पखेटा निकाल्दैछ नि हैन भनेपछि यसले फेक पखेटा झर्छ यसले त्यसो Let's go, man. पैसा दिएछ दिन्छ
त्यहाँ राख्यो न नीचे बंद हो रहा है不足。